आईसीसी विश्वकप लिग 2 अन्तर्गत युएईमा सम्पन्न आफ्नो 5औं श्रृङ्खलामा नेपालले अपेक्षित चमक देखाउन सकेन। टी20 सुधारको संकेत देखाएको नेपाली टिम ओडीआईको ब्याटिङमा भने फिक्का देखियो। नेपालले अमेरिका विरुद्ध 106 रनको फराकिलो हार बेहोर्दै युएई भ्रमणको सुरुवात गरेको थियो। त्यस खेलमा नेपालको ब्याटिङ निकै कमजोर रह्यो। उक्त खेलमा अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याएको नेपाल 39.1 ओभरमा 156 रनमै अल आउट भयो। अमेरिका विरुद्ध नेपाली ब्याटरले बनाएको उच्च स्कोर 40 रन थियो। सिरिजको दोस्रो खेलमा पनि नेपालले उच्च स्तरको ब्याटिङ गर्न सकेन। त्यस खेलमा पहिला ब्याटिङ गरेको नेपाल 233 रनमै अल आउट भयो। युएई विरुद्ध कप्तान रोहित कुमार पौडेलले 109 रनको शतकीय पारी खेले भने नेपालले 5 विकेटको हार बेहोर्यो। श्रृङ्खलाको तेस्रो खेलमा भने नेपालले सन्तोषजनक ब्याटिङ गर्यो। अमेरिका विरुद्धको उक्त खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपाल 271 रनमा अल आउट भयो। प्रतिस्पर्धात्मक लक्ष्य दिँदा पनि त्यस म्याचमा नेपालले 4 विकेटको पराजय बेहोर्यो। अमेरिकासँगको खेलमा नेपाली ब्याटरको उच्च स्कोर 75 रन थियो, जुन पारी उपकप्तान दिपेन्द्र सिंह ऐरीले खेलेका थिए। नेपालले सिरिजको चौथो खेलमा पनि ब्याटिङमा सङ्घर्ष जारी राख्यो। दुबई स्थित आईसीसी एकाडेमीको ग्राउन्डमा भएको यस खेलमा पहिला ब्याटिङ गरेको नेपाली टिम 239 रनमै रोकियो। यस खेलमा कुनै पनि नेपाली ब्याटरले अर्धशतकीय पारी खेल्न सकेनन्। रन बनाउन सङ्घर्षरत शीर्ष तथा मध्यक्रमका ब्याटरका कारण नेपालले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको हो। परिणाम स्वरूप नेपालले ब्याटिङको निरन्तरता र रणनीतिबारे फेरि गम्भीर प्रश्न उब्जाएको छ। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको ब्याटिङ कसरी सुधार्न सकिन्छ त? आउनुहोस् आज यही विषयमा संक्षिप्त चर्चा गरौं। ओडीआई क्रिकेटमा देखिएको नेपालको ब्याटिङ कमजोरीले अब गम्भीर मूल्याङ्कन र सुधारको आवश्यकता ल्याएको छ। ब्याटिङमा स्थायित्व ल्याउन खेलाडीको व्यक्तिगत अभ्यास मात्र पर्याप्त हुने देखिँदैन। संरचनामा सुधार, प्रतिस्पर्धात्मक वातावरण र अन्तर्राष्ट्रिय स्तरको अनुभव समेत अनिवार्य छन्। सबैभन्दा पहिला पर्याप्त तयारी र योजनाबद्ध प्रशिक्षणमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। ओडीआई प्रारूपमा सफल हुन लामो समयको एकाग्र अभ्यास र क्रिकेटमा समय बिताउने क्षमताको विकास अनिवार्य हुन्छ। छोटो तयारी र अस्थायी शिविरले अन्तर्राष्ट्रिय सिरिजमा दबाव सामना गर्न पर्याप्त हुँदैन। त्यसैले नेपाल क्रिकेट संज्ञान दीर्घकालीन प्रशिक्षण संरचना तयार पार्दै ब्याटरको गेम टेम्परामेन्ट र सिचुएसनल ब्याटिङ सुधार्न केन्द्रित हुनुपर्छ। यस्तै ब्याटिङमा सुधार ल्याउने हो भने घरेलु प्रतियोगिताको स्वरूपमा आमूल परिवर्तन आवश्यक छ। अहिले नेपालमा हुने अधिकांश प्रतियोगिता टी20 प्रारूपमा सीमित छन्, जसले एकदिवसीय क्रिकेटका लागि आवश्यक धैर्य र रणनीतिक ब्याटिङ कौशल विकास गर्न सक्दैन। प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता भए पनि त्यहाँ विभागीय क्लबका स्टार खेलाडी र प्रदेशका नयाँ अनुहारबीच असन्तुलन हुने भएकाले प्रतिस्पर्धा कमजोर देखिन्छ। यदि घरेलु क्रिकेटलाई व्यवस्थित गरेर बहुदिवसीय वा कम्तीमा प्रतिस्पर्धात्मक एकदिवसीय लिग सञ्चालन गर्न सकियो भने खेलाडीलाई लामो इनिङ खेल्ने, स्ट्राइक रोटेसन गर्ने र दबावमा निर्णय लिने अभ्यासको विकास हुनेछ। त्यस्तै नेपालले विदेशी मैदानमा ओडीआई सिरिजको पहल गर्न जरुरी देखिन्छ। घरेलु पिच र वातावरणमा मात्रै सीमित रहँदा खेलाडीले फरक परिस्थितिको अनुभव गर्न पाउँदैनन्। विदेशी मैदानमा बल स्विङ हुने, उछालिने वा फरक गतिका बल समेत खेल्नुपर्ने हुन्छ, जसले ब्याटरलाई अन्तर्राष्ट्रिय स्तरमा परिपक्व बनाउँछ। त्यसैले क्यानले अमेरिका, युएई, स्कटल्यान्ड, नेदरल्यान्ड जस्ता देशसँग मिलेर द्विपक्षीय वा त्रिपक्षीय ओडीआई श्रृङ्खला आयोजना गर्नुपर्छ। यदि सबै पक्षमा सङ्गठित र दीर्घकालीन योजनाबद्ध प्रयास गर्न सकिएमा नेपाली टिम आगामी सिरिजमा आफ्नो ब्याटिङको स्थायित्व मात्रै होइन, समग्र आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता पनि पुनर्स्थापित गर्न सक्षम हुन सक्छ।